2 वर्ष पछि म तेस्रो वर्षमा समय खोज्दा खोज्दै बल्ल आउने मौका पाएँ। महेन्द्रजी उमेशजीले धेरै अनुरोध गर्नुभयो, तपाईँहरूको माझमा आउन पाएँ। म महेन्द्रजीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। यो श्री श्री 108 हनुमान महायज्ञ कार्यक्रममा छौँ। यसको केही सांस्कृतिक कार्यक्रम पनि हामीले हेऱ्यौँ। म यसको उपलक्ष्यमा भगवान हनुमानले हामी सबैको कृपा होस्, म हनुमानजीसँग प्रार्थना गर्न चाहन्छु। आज एकदम उत्सवमा छौँ हामी। यो धेरै कुरा गरेर अर्थ पनि थिएन। अघि सरावल गाउँपालिकाका पूर्व उपाध्यक्षले भन्नुभयो, यो व्यवहारमा परिवर्तन भयो कि भएन। हामीले कार्यक्रममा त आयौँ, पूजा पनि गऱ्यौँ, तर हाम्रो व्यवहारमा परिवर्तन आयो कि आएन भन्ने कुरा भन्नुभएको छ। म यहाँलाई अनुरोध पनि गर्न चाहन्छु, पूजामा आएर भगवानलाई पुकारेर, यहाँ आएर भगवानलाई पुकारेर मन्दिरमा गएर धूपबत्ती बालेर मात्रै हुँदैन। जसले आफ्नो घरमा रहनु भएको ज्येष्ठ नागरिक बुवाआमा, आफ्नो घरमा भएको छोरी र बुहारी, आफ्नो घरमा भएको बालबच्चालाई जसले सम्मान माया सद्भाव गर्दैन, त्यसले मन्दिरमा आएर तपाईँहरू पूजा गरेर मात्रै फल पाइँदैन। यो कथाले पनि भन्छ हो। त्यो भएर हामीले यो पूजा यस्ता कार्यक्रम मार्फत हाम्रो समाज परिवर्तन, हाम्रो व्यवहार परिवर्तन, हाम्रो परिवार गाउँमा सद्भाव कायम होस्। म यहाँलाई अनुरोध गर्न चाहन्छु। मलाई यो भोजपुरी भाषा धेरै आउँदैन। पछि म बोल्ने कोसिस पनि गर्छु, थोडा बोल, पछि म सिक्छु। मलाई बोल्ने इच्छा लाग्छ, तर अब आउँदैन। अब म ट्राई गरौँला पछि तपाईँलाई फेरि म शुभकामना व्यक्त गर्न चाहन्छु। मैले महेन्द्रजीलाई सोधेँ, यो पूजा लगाएर के गर्नुहुन्छ भनेर सोधेँ मैले महेन्द्रजीलाई। मन्दिर बनाउने भनेर भन्नुभयो। यो मन्दिरलाई बनाउन छ, के गर्नु छ भन्नुभयो। मैले महेन्द्रजीलाई यो मन्दिर बनाउनको लागि तपाईँलाई 3000 इँटा मैले सहयोग पनि गर्छु, 25,000 नगद सहयोग पनि गर्छु। अब यो बनाउने बेला सम्पर्क गर्नु होला, पैसा चाहिँ त्यो पर्सि जानु होला, म भनिदिइहाल्छु। म तपाईँहरूकै क्षेत्रको मेरो घर सुन्नु हो, तपाईँलाई थाहा छ। मेरो बारेमा कतिले चिन्नुभएको पनि होला, कतिले अब थाहा पनि छैन होला। विशेष गरेर हाम्रो उत्तमजी पूर्व उपप्रमुख, म सुनवलको नगर प्रमुख हुँदा उहाँ उपप्रमुख हुनुहुन्थ्यो। हामी अब सबै थियौँ। हामीले एउटै हिसाबमा जिल्लामा जनप्रतिनिधि हिसाबमा काम गर्ने मौका पायौँ। म यहाँहरूलाई अनुरोध गर्न चाहन्छु, जबसम्म हामी आफैमा परिवर्तन हुँदैन, जबसम्म हामी आफू ठिक हुँदैनौँ, तबसम्म समाज परिवर्तन हुन सक्दैन। यो समाज बनाउनको लागि हामीबाट सुरु गरौँ। हामी ठिक भएपछि मात्रै तपाईँको समाज ठिक हुन्छ। यो कुरा चाहिँ भगवान हनुमान भगवानले चाहिँ हामी सबैलाई शक्ति प्रदान गरौँ। उहाँको आशीर्वाद हामी सबैलाई लागोस्, जसका कारण यो सबै सरावलवासीको सुस्वास्थ्य दीर्घायुको कामना होस्। हामी सबै स्वस्थ रहौँ र हाम्रो विचार पनि तपाईँको चाहिँ असल विचार बनोस्। भगवानको कृपा रहोस्। यति भन्दै मेरो भनाइ अन्त्य गर्छु।